मनोज सरलाई म फेरि पनि बधाई दिएर सुरु गर्छु, किनभने एउटा वाणिज्य ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत मात्रै भए होइन। मैले 5 वर्ष अगाडि तपाईँसँग कुडा कर्णालिकामा जाँदै थाहा पाएको थिएँ कि त्यति बेला तपाईँ महाप्रबन्धक हुँदैदेखि पहिलो महाप्रबन्धक भनेर चर्चा गर्थे त्यो प्रदेशमा। अहिले त तपाईँ जन्मिएको दैलेख जिल्लाको मात्रै होइन, सम्भवतः कर्णाली प्रदेशकै पहिलो प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ। त्यसैले तपाईँलाई बधाई तथा शुभकामना। नबिल ब्याङ्कले कर्जा प्रवाहका लागि विशेष गरी कुन क्षेत्रलाई प्राथमिकता दिएछ? अघि मैले भने जस्तो त्यो 55 खरबको सबभन्दा ठुला अंशहरूमध्ये रियल इस्टेट र व्यापारै हो कि अथवा अरू क्षेत्रमा जानलाई कस्तो अग्रसरता लिन्छ? धन्यवाद टिकाराम सर। पहिला त यो ब्याङ्किङ समाचारलाई धन्यवाद भन्न चाहन्छु। यस्तो प्रकारको डिस्कोर्सहरू एनुअली गर्नुहुन्छ र मलाई पनि स्पिकरको रूपमा बोलाउनु भएकोमा म धन्यवाद पनि दिन चाहन्छु। अब नबिल ब्याङ्कको कतापट्टि फोकस छ भनेर भन्दाखेरि हाम्रो फोकस चाहिँ 5-6 इयर बिफोर भन्दा अहिले हामी 5-6 वर्ष पहिला चाहिँ कर्पोरेट सेन्ट्रिक ब्याङ्क थियौँ। हाम्रो ब्रान्चहरू एकदमै कम थियो अनि हामी कर्पोरेट्सहरूसँग राम्रो रिलेसनसिपमा काम गर्थ्यौँ र त्यसैमा ब्याङ्क अपरेट भइरहेको थियो। अब 5 वर्ष यता सिफ्ट हुँदै जाँदाखेरि आज 268वटा शाखा मार्फत हामी देशभर काम गरिरहेको छौँ। अब रिटेल एसएमई सानो लोनहरूमा पनि ब्याङ्क गइरहेको छ। अब कालीकोटमा पनि हाम्रो शाखा छ, जुम्लामा पनि हाम्रो शाखा छ, बैतडीमा पनि छ, डडेलधुरा जस्तो ठाउँहरूमा पनि छ र सहरहरूमा पनि छ। त्यस कारणले आज नबिल ब्याङ्क जुन हिजोको कर्पोरेट सेन्ट्रिक ब्याङ्कबाट यसले टोटल्ली आफूलाई कन्भर्स गरेर यो चाहिँ ब्याङ्क फर सबै अल नेप्लिज पिपल भइसकेको छ। र लगानी फोकस गर्ने कुरामा हाम्रो जस्तै अघि पनि कुरा गर्दै हुनुहुन्थ्यो, अघि राजेश सरले पनि त्यसमा कुरा भन्नुभयो। तर कुरा के हो त भन्दाखेरि अब कतिपय ठाउँमा हामीलाई चार्ज पनि आउँछ, ब्याङ्कहरूले त यो ठाउँमा लगानी गरे, यो ठाउँमा लगानी गरेनन्। ब्याङ्कहरूले मैले सिम्पली त पहिलो कुरा त म ब्याङ्किङ सेक्टरकै कुरा गर्छु। हामी ब्याङ्किङ सेक्टरको अहिले पनि लगानीको प्याटर्न हेऱ्यो भने चाहिँ लगभग 18-19% टोटल कर्जाको चाहिँ कन्जम्सन लोनमा गएको छ होइन। अनि रियल इस्टेटमा 7-8% गएको छ। त्यो हिसाब किताबले हेर्दाखेरि रियल इस्टेट र कन्जम्सनमै क्याटेगोराइज भएको लोनै 26-27% को हाराहारी पुग्छ। र प्रोडक्टिभ सेक्टरमा जाने भनेको एग्रिकल्चरल लोनमा पनि हाम्रो पैसा त राम्रै गएको देखिन्छ, तर अनेस्टली यो चाहिँ के एक्सेप्ट गर्नुपर्छ भने सदुपयोगिता के भएको छ भन्ने कुरा हेर्नुपर्छ। किन भन्दा रियल इस्टेटमा भएको लगानीलाई पनि कहिलेकाहीँ के भने अब म खेती गर्छु भन्छ, जग्गासहित खेती किनेर चाहिँ जग्गा गर्न थाल्यो भने त्यो ल जग्गा किनेको लागि टर्म लोन, बाँकी चाहिँ खेती किसानी गर्नलाई वर्किङ क्यापिटल लोन दिएर पनि ब्याङ्कहरूले पुगाउनु पर्ने स्थिति छ। किन भन्दा रेगुलेटरी रिक्वायरमेन्ट त्यस्तो छ। डाइरेक्टेड सेक्टर लेन्डिङको 45% त यो ठाउँमा पुर्याऊ भनेर नभए पेनाल्टी लगाउने कुरा छ। स्ट्यान्डर्ड चार्ट ब्याङ्कलाई त अस्ति लगभग 15 करोडको हाराहारी पेनाल्टी लगाइसक्यो। त्यस कारणले हामीले फोकस गर्ने कुरा पनि अब एउटा डाइरेक्टेड